हाई एभ्रिवान, कस्तो चल्दैछ त तपाईँहरूको दिनहरू? मेरो त न्यु इयरमा यस्तो भइरहेको छ हालत। एक त बडीमा अपरेसन गरेको त्यस्तै प्रब्लम छ, घाउ कस्तो होला के गर्ला भनेर। त्यही माथि मेन्टल टर्चर प्रब्लम त्यस्तै छ सबैतिर। कतातिर चाहिँ ह्यान्डल गर्नु, छोरालाई ह्यान्डल गर्नु कि आफ्नो आफू के अरे डिप्रेसनमा नजाओस् भनेर आफ्नो मेन्टल प्रब्लमहरू म्यानेज गर्नु कि आफ्नो अपरेसनको घाउ नबिग्रोस् के अरे नपाकोस् भनेर त्यतातिर गर्नु कि चारैतिर। मेरो चाहिँ तपाईँहरूको लाइफहरू कस्तो चलिरहेछ के छ? मेरो चाहिँ म प्रेग्नेन्सीदेखि नै के कति धेरै टर्चरहरू, कति धेरै प्रब्लमहरू। प्रेग्नेन्ट देखेर पनि मैले टेन्सन लिँदाखेरि म डिप्रेसनमा गएँ भने केही भयो भने मेरो बच्चालाई पो केही हुने हो कि भनेर त्यो पनि टेन्सन नलिउँ भन्छु। टेन्सन भइहाल्छ है। अब बेबी कसरी हुन्छ, कहिले हुन्छ, के हुन्छ भन्दा पनि अपरेसन गरेर भइहाल्यो है। त्यसमा पनि अब घाउ पाक्छ कि के खाँदा कस्तो हुन्छ, के खाँदा म छिटो रिकभर हुन्छु, के गर्नुपर्छ भन्ने त्यो टेन्सन है। त्यही माथि अब बेबीलाई कसरी हेर्ने, के गरेर हेर्ने, सानो बच्चा छ भनेर त्यो पनि हेर्नुपर्छ होइन। अनि आफ्नो भिन्नै पनि टेन्सनहरू छ है। कति धेरै कारोबारहरू के छ सबै लात्तालिङ्ग भएको छ। कसलाई सेयर गर्ने त कसले, जसलाई सेयर गरे भने ए हो ल भन्ने मात्र हुन्छ। धन्न म डिप्रेसनमा चाहिँ गएको छैन। डिप्रेसनमा जानुको लागि भिजै लाग्दैन। अयो सिरियस कुरा त गर्नै आउँदैन मलाई। यो बेला चाहिँ धेरै मिस गरेछु मेरो आमा बुवालाई। सायद उहाँहरूलाई कुरा सेयर गर्दाखेरि राम्रो हुन्थ्यो होला। अनि मेरो फ्यामिलीलाई, मेरो दिदी बहिनीहरूलाई धेरै मिस गरेको छु। अर्काको ठाउँमा छ, यस्तै छ, धेरै कारोबारहरू लात्तालिङ्ग छ, सबै म्यानेज गर्दै गइरहेको छु। बच्चालाई पनि हुन त मेरो दिदी छ मेरो बच्चालाई हेरिदिनको लागि, त्यही पनि अब बच्चालाई पनि आफ्नो हिसाबले पनि हेर्नुपर्छ है। ऊ कहिले कसरी रिकभर हुने त्यो पनि। तर अहिले मलाई राम्रै भइरहेछ। मलाई चाहिँ धेरै हेल्पफुल भएको छ मेरो दिदीले आएर, धेरै राम्रो भएको छ। त्यही पनि मलाई धेरै थरीको मेन्टल टर्चरहरू प्रब्लमहरू छ। त्यही भएर म के गर्ने नगर्ने भएको छ। ल अहिलेसम्म जसले साथ सपोर्ट दिनुभयो, बुझ्नुभयो त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। ह्याप्पी न्यु इयर।